म चाहिँ अहिले दरबाङ बजारमा छु। यो चाहिँ दरबाङ बजार। हामी चाहिँ यहाँ खाना खान रोकिरहेको छ। सुरु गरे अन्त अहिले हामी यो ठाउँको नाम के रे? धारापानी। यो अगाडिको धारापानी। अहिले हामी धारापानी आइसकेका छौँ हैन? यसरी दाउरा बोकेको देख्न सकिन्छ। माथिको गाउँको नाम के रे दिदी? तलको धारापानी हैन? हामी यही बेनीबाट हो। Ganun. यो चाहिँ मोदी गाउँ बुर्जा हिमाल। यो गाउँमा चाहिँ यहाँ चाहिँ मेला लागिरहेको छ। यो चाहिँ अन्तिम स्टप भनौँ, अन्तिम स्टप। यहाँबाट अगाडि खुट्टाले हिँडेर जाने हो। हामी चाहिँ हिजो यो होमस्टेमा बसेको होइन। आज चाहिँ यहाँ लागि गई। मोदी गाउँबाट हाम्रो धौलागिरी बेस क्याम्पको यात्रा फेरि सुरु भएको छ। यो दोस्रो दिन। सुन्नु न रे। हामी चाहिँ अहिले मुदी चाहिँ यो डिलपारी छ। यहाँबाट ओह्रालो 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 झरेर तल चाहिँ गुर्जा नदी छ, गुर्जा खोला। यो चाहिँ गुर्जा खोला रहेको छ। उक्लदैछौँ बाटो उकालोमा।
हामी खाना खाएको साथ आफ्नो गन्तव्यतिर फेरि लामै के भिडियो सुट आउतिर होला हेलो आज हाम्रो वासस्थान खारे बगर हैन बगर बाटो उकालो छ अप्ठ्यारो छ यस्तै छ गन्तव्य टाढा छ हैन हिँड्नु पर्ने गाह्रो छ हैन खै मैले देखेन देख्न बाटो यता आयो वहाँ तल हो या हिजो राति 7 साढे 7 बजीतिर बगर भन्ने ठाउँमा आएर यो होमस्टेमा बसेको हैन तेस्रो दिनको यात्रा पूर्ण सुधार गर्दैछौँ अबको 5-10 मिनेटमा हामी बगर भन्ने ठाउँमा छाडेर फेरि दोबानतर्फ लाग्दैछौँ बाटो माथि ढुङ्गा यस्तरी तल यस्तो छ है तल यस्तो छ हल्लिरहेको ओहो र हामी चाहिँ अहिले यो बगरबाट यो बगर गाउँदेखि त्यही माथिको भागमा तीन तले झरना हेर केटाहरु 3 तले झरना किन हो 3 तले झरना आवेश न नामकरण हैन नामकरण पहिले भइसक्छ पहिले देख्ने हो धौलागिरी बेस क्याम्प जाने बाटो खतरनाक नि छ एकदम सजक नि छ बाटो हेर न बाटो छरो नहेर बाटो हेर यस्तरी विभिन्न चराहरु हेर्दै अघि बढ्न सकिनेछ हामी हैन बाटो चाहिँ एकदम खतरनाक भएको कारण अलि बिस्तारै बाटो हेरेर हिँड्नुलाई यहाँ माथि टाउ पनि ठोकिन्छ यस्तो बाटो छ ओहो यो पहाडमा यस्तरी बाटो है पहरा फोरेर यस्तो बाटो है भिडियो बनाइराखौ त आइज न त
कडा सबले खाना खाँदै खुवाउने होइन यही बेला मलाई आमाको अचारको याद आयो क्या त्यसरी नगर त्यो पानी हाल्दिदैन माय गॉड यो लेख्नु एडभेन्चरको पहिलो टास्क ओए बडा दाइ भातले पिएको हजुर तर म तपाईलाई ल ल हिँड्नु हाल्दैन न कहाँ यता अहिले बगरबाट त बिहानमा आएको 10 बजे हो कि 11 बजे हिँडेको तलबाट बगरबाट अनि त्यहाँ बिचमा खाना खान बस्यो जङ्गलमा हिँडिरहेका छन् जुन धौलागिरी बेसमा जाने बाटो रहेको छ हामी हिँड्दै यहाँ आइपुग्यो होइन बगरबाट हिँड्दै थाहा छैन यो ठाउँको नाम के हो सोलेन यो ठाउँको नाम के रे धाप्चा हामी चाहिँ अहिले धाप्चा आइसकेका छौँ आजको बसोबास चाहिँ यतै छौँ है त यो चाहिँ मोना हङकङ मोना एचके को टिमलाई बाई बाई गर्दै हामी धाप्चेबाट अघि बढ्यौँ होइन विभिन्न आकार लिएका चराहरूको मनोरम दृश्य हेर्दै दोभानतर्फको यात्रा हिँडे है सयमाथि मौसमले नै हल्का च्यालेन्ज हानेको अवस्था छ बिहानदेखि अहिलेसम्म घाम देखिएको छैन होइन हामी चाहिँ हिँडिरहेका छौँ अरू मोटे पनि हिँड्दैछ यो चाहिँ भिर मौरिरहेको छ ठुलो भिरको जराउँदै हामी अहिले धौलागिरी बेस क्याम्पतर्फ बडो मुस्किलका साथ यहाँसम्म आयो जङ्गल चाहिँ दोभान हामी चाहिँ दोभान आइसकेको छौँ दोभान अरे होटल दोभान हामी दोभान होटल अब त्यहीको केही हिँडाएपछि यस्तो चुनौती खडा भएको छ होइन हामीले यो चुनौतीलाई चिरेर फारेर बिचमा चाहिँ रास्ता निकाल्के आगे जाएंगे होइन उनीहरू के हुनु एकदम रमणीय छैन झर्दै
2 भन्दा बढी नै हुनु होला सकेसम्म हैन सकेसम्म यहाँको बारेमा पहिले बुझेर होमस्टेहरूलाई पुग्नुभन्दा भोलि पुग्नु हो भने आज तपाईँ कन्ट्याक्ट गरेर अघि बढ्दा राम्रो नत्र भने टेन्ट भयो भने नि एकदम सजिलो हुन्छ हैन टेन्ट त आवश्यक नै भयो आवश्यक टेन्ट र ग्यास एकदम राम्रो टेन्ट छ बाँकी त्यस्तै हो वनको उकालो उकालो यही पख हैन भन्ज्याङ देउली छ भने बाँकी कुरा अघि भेट्नु हुँदैन भाइ बाई बाई यति निकालेको मन भएको काम हामी बिल्कुल अगाडि हेर्नु एकदम यसरी हो नामुमकिन छ यहाँ तलपट्टि बाटो निस्किनु यात्रा यस्तै रहेछ दोभानदेखि उकालो चढेर ओह्रालो झरेसी गयो यो अनि यता चाहिँ हामी चाहिँ कहाँ खाम यो मानामाको जङ्गल हिँड्यौँ होइन पानामा हो अन्त पानामा हेराएर अघिदेखि पानामाको जङ्गलमा बाटो बस्दै भेटिन्छ नि त यस्तो छ होइन यस्तो बाटो हुँदै अमेरिका जाने हिँडेको आफूले चाहिने सामग्री आफूले भेटेको छ नि अमेरिका चाहिँ धेरै त्यस्तै धेरै बाटोहरू यदि सही बाटोको पत्ता लाग्दैन भने जङ्गलमा भड्केर यहीँ देखान भन्नु सक्छ होइन त्यस्तो भन्नु हुने भने टुल रिच टुल है दुईवटै भन्नुभयो त्यहाँ एकदम पानामा जङ्गल चाहिँ खतरनाक छ अब हामी अमेरिका गएको हुन्छ त्यो चाहिँ थाहा छैन तर सुरतको जानकारी अनुसार मैले हामी अमेरिका गएको हुन्छ 3 दिन एक हप्ता लाग्दो रहेछ अबको 7 दिनपछि चाहिँ हामी नै अमेरिका पुग्छौँ होइन अहिले चाहिँ हामीले चाहिँ यस्तै यस्तैमा लुकेर बस्ने बास बस्ने गरेको यो चाहिँ हाइवे हो अमेरिकाको हाइवे तल्लो बाटो मेक्सिकोबाट तल्लो बाटो हाइवे हो यस्तो खतरनाक छ कि खै यो गरेको भएको यो गरेको पहाड पनि देखिरहेको होइन पुरै हिँड्दै हुन्छ मेक्सिकोतिर यस्तो पहाडहरूलाई चिट हामी चाहिँ अहिले पानामा जङ्गल हिँड्दै यस्तो ठुलो खै त्यसरी भाँच्छ कि देख्न सक्छौँ हामी त्यसरी भाँच्छ अनि बाटो चाहिँ यहाँ मुनिबाट आयो यहाँबाट त्यस्तै क्रस गरिरहेको छ पानाको जङ्गलमा जङ्गल चाहिँ एकदम भना भएको छ होइन म उभिँदैछु हेर्नुहोस् ठुलो त्यस्तै ढलेर होइन जरा हो त्यस्तै खसिरहेको माथिदेखि पानाको जङ्गल चाहिँ सकिएछ हिँड्दैछ सुमा यत्रो ठुल्ठुलो हो यत्रो मोटो मोटो अग्लो जङ्गल तल यस्तो छ भना यस्तो जङ्गलको बिचबाट हुँदै हामी धौलागिरी बेस क्याम्पतर्फ लागेको छ अझै बाटो टन्न छ थाहा छैन आज कहाँ गएर बस्ने हो गन्तव्य त सल्लाहघारीको थियो हेरौँ के हुन्छ है त यो वासस्थान 22-27 तलतिरै हो तलतिरै यो भिरमा जिकिने लट हो होइन
Ven, ven. हामी यहाँ होइन तरकारी देखाइदियो त हाम्रो के हो भनिदियो त एकचोटि मृगको सुकुटी आलु आलु यतापट्टि भात यतापट्टि भात यतापट्टि दाल र यतापट्टि खाँदै यहाँ पछि हामी इटालियन कामतिर लाग्ने तर्करमा छौँ रेडी भइसकेका छौँ अब हामी हामी चाहिँ अहिले अब तलै पनिबाट चलाएको भन्दा इटाली सेन्टर लागेको यो यहाँको सल्लो यति ठुल्ठुलो छ होइन 2-3 जनाले हालेको छ भेटाउनु पनि नपुग्ने 5 छ ठुल्ठुलो र चलाएको उकालो गएको छौँ हामी कति चढाउ दिनु कि नचढ्ने आज खै घुम्नु बिर्स्यो इटाली सेन्टरमा अहिले मेरो बाबाले ल्याउनु जाँदै त्यही हुन्छ घरमा फोनमा जानकारी भएछ होला होइन अहिले चाहिँ हामी चलाएको उकालो गइरहेछौँ धेरै बेच्नु पनि र हल्का हल्का बादल लागेर धेरै दिन सकिन्छ चलाएको यस्तो यो ठुलो चलाहरू छ होइन ठुलो ठुलो One miss, game finish. Oh my god. Oh my god. Oh my god. Oh, tolong. One miss. Live finish lagi. Game finish sampai kita habis. Coba hari ini. Yo. Woi, boleh jangan deh. Jadi, baru berapa? Baru saja. Oh, terakhir aja. सल्लाहगारी यो चाहिँ सल्लाहगारी टी हाउसको बाट खिचेको होइन हामी चाहिँ अहिले केटा हो साष्टाङ दण्डवत साष्टाङ मार्कर हालौँ न गइकोमा मिल्छ
हामी चाहिँ अहिले धौलागिरीको एकदम तल तल जरोमा छौँ होइन। केटाहरू हिँड्ने हो, म पछि नै छु। अनि यो देखिएको चाहिँ इटाली बेस क्याम्प रहेको छ। हामी चाहिँ फाइनल्ली लुखुर हर्दै तल्लोतिर भाडा हजुर इटाली क्याम्पमा आइसकेको छौँ होइन। टावर डाँडा टिभी नि हेर्छ न इटली त भन्थे तलबाट टिभी छ छड्दै जान्छ। र अहिले म मोबाइल डाँडामा छु। त्यो साँतेको चाहिँ मोबाइल डाँडा भयो। यो चाहिँ म्याग्दी खोला। पहिरोबाट मुनि चाहिँ म्याग्दी खोला पुगेको भन्दै थियो। यो चाहिँ हाम्रो धौलागिरी। ल हिन्सालिन हामी चाहिँ त्यो घामझुल्केको यो तलको सानो डाँडा जाँदैछौँ होइन। इटालीबाट चाहिँ सुरु गरियो। यो चाहिँ खोला हो नि, डोरो हो। त्यहाँ चाहिँ मोना हङकङले बनाएको भ्यू पनि छ भनेर जानु भएको होइन। हेरौँ। यो चाहिँ सिधै धौलागिरीबाट बगेको जल हो होइन। यहाँ आइसक्दा आइसकिसक्यो आजसम्म नि। अब दिउँसो कति बजीतिर दिउँसो यस्तरी आइस धन्नै लुटिनु म। हामी चाहिँ इटली बेस क्याम्पबाट मोना एचकेले बनाएको हाइकिङको भ्यूटा अहिले म आइसकेको होइन। अनि यहाँ चाहिँ शिलालेख छ होला सायद, सहयोग गर्ने मान्छेहरूको अथवा अरू कसैको। यहाँबाट चाहिँ हिमालको प्रष्ट भ्यू पाइन्छ। अगाडि माथि यो धौलागिरी। यो धौलागिरी। यो चाहिँ मोना एचकेले बनाएको हाइकिङको भ्यू पोइन्ट।